हेलो नमस्कार सबैजनालाई वेलकम टु माई च्यानल। आज म हजुरको सामने एउटा सर्ट भिडियो लिएर उपस्थित भइरहेको छु र यो भिडियो चाहिँ छ आज हामी USCIS इमिग्रेसन अफिसमा आएको छौँ। यहाँ चाहिँ आज मेरो मिसेसको आज ओथ सेरोमनी छ। अस्ति नै आज भन्दा 2 हप्ता अगाडि नै उहाँलाई चाहिँ यो गरिसक्नु भएको थियो, इक्जाम गरिसक्नु भएको थियो अनि त्यो पास भइसकेपछि यो सिटिजनसिप भएको इक्जामलाई पास गरिसकेपछि अहिले तपाईँको यहाँ ओथको लागि बोलाएको थियो र हामी छौँ। उहाँ चाहिँ अघि नै गइसक्नु भएको छ, फ्यामिली एलाउ छैन अरे, त्यो भएर चाहिँ मेरो छोरो चाहिँ यहाँ पार्किङमा लिइरहेको छौँ। आज चाहिँ हामी ओथमा आएको होइन। यहाँ ओथमा हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तो भिड छ। सैटरडेको दिन पनि यहाँ ओथको स्केड्युल पारेको रहेछ। अब यहाँबाट लाइनमा राखेर चाहिँ हामी जाँदैछौँ भित्री। आज चाहिँ मेरो वाइफको ओथ सेरोमनी छ, यो सिटिजनसिप भएको। रेजिस्ट्रेसन देखि सक्नुहुन्छ हजुरहरूले यहाँ पुरा लाइनमा राख्दै यो गरिरहनु भएको छ। बोलाइरहनु भएको छ। फ्यामिलीलाई चाहिँ यसरी पाखा राखेको छन्। पहिला चाहिँ फ्यामिलीसँग नै जान दिन्थ्यो। हाम्रो पालीमा चाहिँ अहिले चाहिँ फ्यामिलीलाई पाखा राख्नु भनेर भनेछन्। फ्यामिली त्यस्तो सिस्टम ल्याएको छ। पहिला चाहिँ त्यस्तो थिएन। पहिला चाहिँ पुरा फ्यामिली साथ नै भित्र पस्नु पाउँथ्यो जतिजना भए पनि। अहिले चाहिँ पाखा राख्नु थालेछन्। यो नयाँ सिस्टम लिएर आएको छ उहाँहरूले। यहाँ चाहिँ फ्यामिली मेम्बर्सहरू वेट गरिरहनु भएको छ। ओथ गरेर आउनुभएको सेरेमनी ओथ गरेर आउनुभएको मान्छेलाई स्वागत गर्नको लागि। अझै हाम्रो अमेरिकन सिटिजनसिपहरूलाई चाहिँ रुँग्दै बसेको अवस्था यहाँ होइन। देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ यस्तो भिड छ। स्वागत गर्दैछन् उहाँहरूलाई। भित्रबाट निक्लिने बित्तिकै यहाँ स्वागत हुन्छ। यस्तो भिड हुन्छ यार। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। अनि साथीले यहाँ आएर हाम्रो मिसेसकै हाम्रो राजनीति हाम्रो के अरे सिटिजन अमेरिकन सिटिजन यहाँ छ है। अर्को सानो अमेरिकन ऊ यहाँ छ, ठुलो अमेरिकन यहाँ हो। आजदेखि अमेरिका भएको